वस्तु तथा सेवाका प्रकारहरू। वस्तु अर्थशास्त्र र वाणिज्यमा वस्तुहरू भौतिक वा मूर्त हुन्छन् जुन मानवीय आवश्यकताहरू पूरा गर्न उत्पादन वा वितरण गरिन्छ। वस्तु भन्नाले खाना, कपडा, विद्युतीय उपकरण, सवारी साधन र घरायसी उपकरणहरू हुन्। स्थायित्व, नाशवान र उपयोगिता जस्ता विभिन्न मापदण्डका आधारमा वस्तुहरूलाई विभिन्न वर्गमा वर्गीकरण गर्न सकिन्छ। मूर्त सामानहरूको अतिरिक्त सफ्टवेयर, इन्टेलेक्चुअल प्रोपर्टी, पेटेन्ट्स, कपिराइट जस्ता अमूर्त वस्तुहरू पनि पर्दछन्। वस्तुको उत्पादन र वितरणले देशको अर्थतन्त्र र त्यहाँका नागरिकहरूको कल्याणमा महत्त्वपूर्ण भूमिका खेल्दछ। सेवाहरू मानवीय आवश्यकताहरू पूरा गर्नुलाई अभौतिक सेवा भनिन्छ। सेवाहरूको कुनै पनि आकार तथा रूपरेखा हुँदैनन्। सेवाहरू न त देख्न सकिन्छ न त छुन सकिन्छ, यिनीहरूलाई केवल महसुस गर्न सकिन्छ। सेवालाई वस्तु जस्तै सजिलैसँग स्वामित्व हस्तान्तरण गर्न सकिँदैन। जस्तै टिचरहरूले विद्यार्थीहरूलाई पढाउने, कलाकारको प्रस्तुति, कार्यालयमा कर्मचारीहरूले प्रदान गर्ने सेवा आदि सबै सेवा अन्तर्गत पर्दछन्। वस्तुका प्रकार। सामान्य वस्तु नर्मल गुड्स उपभोक्ताको दैनिक जीवनमा प्रयोग भइराख्ने वस्तुलाई सामान्य वस्तु भनिन्छ। यी सामान्य वस्तुहरूको उपभोग आयसँग धनात्मक हुन्छ। आयमा वृद्धि हुँदा उपभोग पनि बढ्छ र आय घट्दा उपभोग पनि घट्छ। जस्तै कपडा, पुस्तक, जुत्ता आदिहरू हुन्। इन्फेरियर गुड्स कमसल वस्तु उपभोक्ताको माग र आय बीचको विपरीत सम्बन्ध देखाउने वस्तुलाई कमसल वस्तु भनिन्छ। यस्ता वस्तुहरूको उपभोगले आयमा वृद्धि हुँदा कम माग र आयमा कमी हुँदा बढी माग हुन्छ। गिफेन गुड्स गिफेन वस्तु माग र मूल्य बीच धनात्मक सम्बन्ध हुन्छ, तर मागको सिद्धान्तले माग र मूल्य बीचको नकारात्मक सम्बन्ध देखाउँछ। अर्थात् मूल्यमा वृद्धि हुँदा वस्तुको मागमा कमी र मूल्य घट्दा वस्तुको मागमा वृद्धि हुन्छ। अर्थशास्त्री रोबर्ट गिफेनले माग र मूल्य बीचको धनात्मक सम्बन्ध हुने कमसल खालका वस्तुहरूलाई गिफेन वस्तुको संज्ञा दिएका छन्। यस्ता वस्तुहरूमा मूल्यमा वृद्धि हुँदा मागमा पनि वृद्धि हुन्छ, त्यसैले यो मागको अपवादको नियम हो। प्रतिस्थापन वस्तु सब्स्टिट्युट गुड्स प्रतिस्थापन वस्तु भन्नाले एक वस्तुको सट्टा अर्को वस्तुको प्रयोग गर्न सकिने वस्तुलाई जनाउँछ। उदाहरणको लागि चिया र कफीलाई लिन सकिन्छ। जहाँ चियाको मूल्य यथावत रही कफीको मूल्यमा वृद्धि भयो भने कफी प्रयोगकर्ताहरू चिया प्रयोग गर्न थाल्छन्। फलस्वरूप चियाको मूल्य परिवर्तन नहुँदा पनि चियाको माग बढ्न जान्छ। त्यसैले यस्ता वस्तुहरूको मूल्य र माग बीच सकारात्मक सम्बन्ध हुन्छ। कम्प्लिमेन्ट्री गुड्स समपूरक वस्तु यदि कुनै एक वस्तुको प्रयोग गर्नको लागि अर्को वस्तु पनि आवश्यक पर्छ भने यस प्रकारको वस्तुलाई कम्प्लिमेन्ट्री गुड्स भनिन्छ। जस्तै उदाहरणको लागि पेट्रोल र गाडी, विद्युत र विद्युतीय उपकरण र कलम र मसी हुन्। यसमा कुनै एउटा वस्तुको मूल्यमा परिवर्तन हुँदा अर्को वस्तुको माग परिमाणमा प्रत्यक्ष प्रभाव पार्छ। कम्प्लिमेन्ट्री वस्तुको मूल्य वृद्धि हुँदा अर्को वस्तुको माग परिमाण घट्छ र त्यसै गरी एउटा वस्तुको मूल्य घट्दा अर्को वस्तुको माग बढ्न जान्छ।